वेलकम टु माई युट्युब च्यानल। सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज चाहिँ हामी बल खेल्न हिँडेको। अहिले घरदेखि म एक्लै हो बल खेल्न जाने। फाइनल्ली गाइज हामी मनिषको घर आइसक्यौँ। मनिषको घर आइसक्यौँ है हामी। मनिषको घर अब हिँड्न लाग्यो है। मनिषको घरदेखि हामी हुम्सी गेट, अनि हुम्सी गेटदेखि पिपरमा चढिन्छ सर लाएर। त्यसपछि कहाँ झर्न जाने गयो, छेत्री खरक भन्ने ठाउँमा झरिन्छ। त्यसपछि फेरि आधी घन्टाको बाटो हिँडेर बल्ल पुग्छ है। हामी हिँडेको है यता। फेरि हान्छी छ कपाल आज हरि फाल्दैछ। मैले नि फालेको है, फेरि मैले नि फालेको है। कपाल कस्तो देखेछ कमेन्ट समेट हानिदिनु होला। आज चाहिँ बल खेलिन्न होला, रमाइलो गर्न चाहिँ हिँडेको है। रमाइलो धुमधामले रमाइलो गर्ने हो। अब बल खेल्न सक्ने त होइन, त्यही पनि होइन, यस्तो रमाइलोको लागि खेल्न जानु लाग्यो है हामी। यो सबसे बिजी हुन्छ यो फोनमा, व्यस्तको व्यस्त हो। हातै दुखाउँछ यार समात्दा समात्दा। यहाँ सामान किन्न छ गरे, त्यही भएर। कुन घरको वेल फसै हो। मार्क्स दिनु गरे, मार्क्स पछाडि बाटै हो क्या वेल फस। बेबोके कतिवटा है? एक कुन्टा 10 रुपियाँ 20 रुपियाँ। अर्को जानी कुच्चे छ कि ल जम्मै उही पनि चाहिँ यहाँ सबै कुच्चेको रहेछ कि लाउने भान्टो कुकुरले लाउँछ भनेर त्यो त कुचेर चाहिँ बनाउने पनि यो खण्डरी 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 पसलको आमा यो दे त पैसा। खण्डरी खण्डरी बनाउने पनि हुम्सी है यो। हामी खेतखेत हिँडेछौँ। चुनढुङ्गा अगाडि छ है सबै टोलीहरू, 3 जना। हुम्सी गेट है यो। गाडी आउँदैछ तर गाडी रोकिएकै छैन है। गाडी रोकिदिएको छैन है हामीलाई। भर्खरै एउटा गयो, त्यो रोकेन। गाडी रोक्छ कि नै है। गाडी तन्नै छ तर रोक्दै छैन, के गर्ने त नि। गाह्रो छ हामीलाई, गाह्रो छ हामीलाई। 4 जना छौँ, 2टा गाडी आयो हुन्थ्यो, रोकेर चढिहाल्थ्यौँ। गाडी आएको छ है तर रोक्छ कि नै थाहा छैन। त्यो उको गाडी रहेछ त, सर्दीकै गाडी। त्यो सर्दीकै गाडी। फाइनल्ली केटीहरूलाई रोकेको छ है त्यहाँ गाडी। के गर्ने त नि, भाइ त रोक्दैन केटाहरूलाई। यस्तै छ जिन्दगी। गजब बेइज्जती है। केटीहरू गइसक्यो सर्ट लाएर, सर्ट परेर। तरुनी राम्रो राम्रो तरुनी रहेछ, राम्रो जति हाम्रो हुँदैन भन्ने गीत सुनेछ कि न के त हो? अब गाडी कतिखेर आउने हो? एउटा आएको थियो, त्यो पनि तरुनी बोकेर हिँडियो। गाइज हेर्नु, म यहाँ घाममा बस्दा बस्दा कालो भइसकेँ। गाइज आयो है गाडी यहाँ। आज के अरे गाडी रोक्छ कि नै थाहा छैन है।
हेर्नु गाइज केटाहरूलाई गाडी नै रोकिदिनु भने के भन्ने यस्तो केटाहरूलाई यस्तो हेप्छ हेर्नु गाडीले केटीहरूलाई अघि लगिसक्यो केटाहरूलाई हेप्छ हेर्नु अर्को नि आएको छ पछाडि बोल के हो गया देखो के फाइनली गाडी पाइयो है गाइस ओइ कहाँ हो त हजुर बजार कहिले हो त आजै हो रमाइलो साथ हुन्छ होला दुईजना है दुईजना अगाडि गइसक्यो अर्को गाडीमा ओके हालामा बस्न पर्दैन झाला त फस्टै हुन्छ पर्दैन फस्टै हुन्छ ढुलोले अरे भाइ बेच्यो है फाइनली बल्केटमा हिँड्दा घर चिन्नै नसक्ने हुने बच्चा यस्तरी माथि बसेथ्यो है खाली खुट्टा बल्केटमा हिँडेको अरे यो मेरो हो हजुरको नच्याप्नु है चिसो रहेछ नि फुट्ने सामान छ क्या आज चैते दसैँ होइन र हो भोलि होइन र आज हो भोलि होला नि शहीद दसैँको छुट्टी भोलि हो क्या भोलि ट्युसन हुन्छ अनिकेन र हुन्न गरे सरहरू हुन्न गरे त पाँचजना हो मान्छे त रमाइलोमा त त सुन्या देखेर होला बास पनि हो भने एउटा बास 28 कति हो हेलो ए यता छेत्री खरक हजुर कहाँ हो र मलाई एउटा मेरो दिनु होला दुईजना मात्र अघि दुईजना तरुनी आज एउटामा एउटा ल्यायो के चाक्लेट टाक्ले बुढो थियो कि बुढो छ पातलो थियो आज रमाइलोलाई भेट्नु पर्छ है भनेको के ढिलो बस्छन् त्यहाँ कति समाचार हो यहाँ यसको के अरे ऊ के आज नआयो भने रमाइलो भने भयो हो लिएर जानु पर्ला नि फेरि
लान्छ यसले एक्लैले दुःखको पाउँछ कि ताको लग्यो भन्छ दुःख पाउँछ कि ताको लग्यो भन्छ एक्लै दुःख पाउने यहीँ छ होला है केटाहरू केटाहरू पनि मटामा यहीँ रहेछ केटाहरू यहीँ रोक्दै हुन्छ यहीँ रोकिदियो यत्रो चिर्लोमा लड्दै जाने चिर्लोमा लड्यो भने के हुन्छ झर्कियो है गाडीबाट भर्खरै गाडीबाट झरेर अब हिँडेको यता बाटो चाहिँ आधी घन्टा लाग्छ खोइ अर्को है ओला लेके आओ के कुमार को चालाङ लिया फोन जाट्न कुमारको के ओ लाङ्ली है कुमार कति लाग्छ बेबके जान थाहा छैन हिँड्न चाहिँ हिँड्यौँ हामी बेबके सुनारी हिँड्न सके छैन आज बबार रमाइलो गर्ने हो म भडक मानिहाल्छु है गाइज इसे उही कल भएको थियो सेलेङ यहाँ काचुटी रात होला क्या ट्रेक्टर सिमेन्ट दास किन केटी स्टाइल है यो भनेको अनि राम्रोसँग देखेन गाइस केटी स्टाइल लुक्स हेर न लुक्स बाबा यस्तो आएको छ कि ह्यान्सी अहिले यता फिका फिका देखाएको छ यता चाहिँ हरिब देखाएको छ मेरो मोबाइलले जोबानाको यस्तो दिएर मैले कति त्यति पत्ता थिएँ तर अहिले एउटा नि छैन रुको जरा सबर करो सुजन चोखाल है यो अगाडिको हाम्रो लिफ्टर सुजन चोखाल हो ट्याङ्ग्रीले देखाउन उमेश सेन्चुरी उमेश सेन्चुरी हरि पाण्डे हो क्या हरि पाण्डे उमेश सेन्चुरी हो कि हरि पाण्डे हो नङ्गने जुवाले म हे ऊ हो कि म त ब्ल्याक एन्ड जिमल ब्ल्याक ब्युटी हो कि म ब्ल्याक ब्युटी कस्तो ह्यान्सी हो र ब्ल्याक ब्युटी हो कि फाइनली हामी पाल्पा बेबो के अहिले त स्योर चोकमै हो ओके होइन अस्ति एउटा हालेँ अनि अब फेरि यो हाल्ने के बनाएर लाइन सकिन है थाहा छैन गिराउनमा नि आइसक्न लागेको छौँ हामी स्कुल सेमन हो नानी हो मनिष यता आइ भन्दैन मास्क खोलेर भन्न मैले जस्तो हामी बेबोके आइसकेको छौँ हिमाल सुनारी हो यो
Nangkene bocah dangmeli. Terus ngaki. मोबाइल वासियाले के ए पानी खान आएको माथि है बल खेल्ने ठाउँ चाहिँ यता छन् ट्याङ्ग्री साप हरिपान्डे यता हाम्रो म्याडम जी हुनुहुन्छ हाम्रो म्याडमजी हुनुहुन्छ अहिले मनिषले पानी लिएर गइदिन्छ अहिले बोकिदिन्छ मस्त यसले अहिले भिडियो गराउँला उकालो जाँदाखेरि उकालो जानुपर्छ है गाइस यस्तो दुःख छ है बेबोके ठाउँमा यस्तो दुःख रहेछ पानी बोक्ने पानी बोक्ने गाह्रो रहेछ है तिला कोस प्यानी न हौ भला काङ्कै काठमाडौँ किटी तातेको छ है त ल ल म यहाँ सेभ राखिदिन्छु ल सेभ रेडी छ ओइ पूजन पहिला उता ध्यान दिउँ न कुर्सी फेरि जानु परेको सुक्यो यता चाहिँ खाना खाइरहेको अवस्था खाना चिन्नी